हेलो जसले चाहिँ दो नमस्कार सम्पूर्णमा सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै आरामै छु। अझै दीपावली तिहार टिका सिका सबै लगायो। हामीले चाहिँ खानासाना खाएर हामी चाहिँ फुलबारी हिँड्न जाँदैछौँ तल परखरको मिठान ठाउँमा। त्यहाँ जहाँबाट चाहिँ अहिले चाहिँ 2-3 लाखको चाहिँ फुलबारी चाहिँ फुल चाहिँ बिग्रिसक्यो। म यहाँ बहिनी यतार र बहिनी अनि मम्मी चाहिँ तल पुगिसक्नु भएको। हामी घरबाट 3 जना हिँडिसकेका छौँ भने तर प्रकाश दाइ मम्मीले हुनु के प्रकाश दाइ दिदीहरू सानो मम्मी सबजना घर जाँदैछौँ। बाँकी भिडियो चाहिँ म पछि देखाउँछु। यहाँ मम्मी चाहिँ यहाँ ब्लग तिरिरहनु भएको। हिजो हिँड्नुले खाएछन् के 2 जनाले। मम्मी चाहिँ अगाडि अगाडि हिँड्नु भएको। म चाहिँ यहाँ छु बहिनी त्यही भएर आउनु नानी कसो गरी सधैँ हामी चाहिँ 2 भाइ यहाँ आइरहेछौँ फुलेबारी हेर्न जाने मस्त। बाँकी भिडियो चाहिँ पछि देखाउँछु। लेट्स गो। त्यही बाँकी चाहिँ सबैजना भेट भएर यहाँ जाँदैछौँ। सीता दिदी यता हेर्नुहोस् त चस्मा लगाएर अझै सीता दिदी यहाँ हाम्रो कान्छी मम उहाँ हुनुहुन्छ सानो दिदी भन्छ प्रकाश अगाडि अगाडि गानु बुढो बाजे भन्छ यहाँ छु होइन कान्छी मम फलक छ यो चाहिँ। अब चाहिँ खड्क पनि जाने हो। प्रकाश दाइ कतिको फुल बिक्री भयो भन्नुहोस् त। 5 लाखको टन्न फुल चाहिँ मस्त छ तर टिपे भ्याइन्छन् कतै। हाम्रो गाउँ चाहिँ यस्तो छ। सुन्तलाको फुले सुन्तला बगैँचा छ उहाँ चाहिँ यहाँ कान्छी मम सानो दिदी हाम्रो मम तेरो टिको त खाएछ सै खाएन भातसँग अलिकति बाक्लो भएछ कि पिठो अलि। फाइनल्ली गाइज हामी चाहिँ फुलबारीमा आइसक्यो। यस्तो मजाको फुल फुल्यो वारिपारि पुरै फुलै फुल छ हेर्न सक्नुहुन्छ। यो फुल चाहिँ टन्न कति पुरै फुलै फुलको बगैँचा हो। तरकारी कोइलो पनि छ यहाँ। अब धेरै टिपेछौँ क्या हेर्न कति हो यस्तो छ। हेलो प्रकाश दाइ के छ हौ सानो दिदी नमस्ते दिनु न हाम्रो मम्स कान्छी मम सीता दिदी हामीले फुच्ची चाहिँ लास्टमा छि। सीता दिदी फुल बगैँचामा कस्तो अनुभव भइरह एकदम राम्रो कस्तो लाग्यो। तर यो हामीले लगाएको फुल पनि यही लग्यो होइन यहीबाट लगो हिजो हामीले छोडेर जामला पैसा मागेर लैजामला 150 रुपियाँ केजीमा लगाएको यो फुल चाहिँ आज हामीले चाहिँ अब 50 केजीमा दिइहाल्छौँ। यहीँदेखि लगाएको फुल एकदम राम्रो छ बगैँचा हेर्नु सक्नुहुन्छ। म चाहिँ अहिले यहाँ छु माला लगाएको छु। अनि सुरुमा चाहिँ माला लगाएन अहिले चाहिँ माला सबैले माला लगाएको देखेर मैले माला लगाइदिएँ। सुरुमा एकेबारे लगाएको थिएन। एकदम राम्रो छ यहाँ चाहिँ बगैँचा हेर्न सक्नुहुन्छ। सबैले एकखेर भिजिट गरिदिनु होला। हेर्ने मान्छे पनि टन्न छन् मस्त। सानो दिदी फुल बगैँचामा त कस्तो भयो भन्नु त अनुभव। बगैँचामा हम फुल टिप्न आएको रमाइलो भएको छ। रमाइलो छ कति वर्षमा आएको यहाँ सानो बच्चामा आएको माइतीका होइन माइतीकामा आउँदाखेरि रमाइलो लाग्छ। तपाईँको त घरै तपाईँको कर्म घरै तपाईँको त त्यही पनि त उहाँको पनि माइतीका हो। कस्तो छ माइतीकामा अति रमाइलो एकदम रमाइलो छ। हाम्रो मम्मीको त माइतीका कर्ममा दुइटै गरे हो। ओ यता आएर 2 भाइ न हेलो के छ खबर कहाँ आएको भन्नु तपाईँ चाहिँ माइतीका कर्म घर हो बर्मा गएर कर्म गरेर आयो कि भन्नुलाई फेरि सबैलाई है हाम्रो फोटो सेसन चाहिँ लगभग सकिएको छ। अब चाहिँ यो फुल बगैँचाहरू हामी हेलिरहेका छौँ ल। यहाँ बहिनी सीता दिदी प्रकाश दाइ अनि भाउजू मम्मी सबजना यहीँ छौँ। हाम्रो एकदम राम्रो छ ठाउँ चाहिँ। सबैले एकखेर भिजिट गरिदिनुहोस् है ल। कस्ताले फोटो खिच्नेको पोज हेर न नन्द भाउजूको आखिरी बबाल पोज देखेर चाहिँ प्रकाश चाहिँ उहाँले हात लैरहनु भएको छ। कान्छी मम तपाईँको चस्मा कहाँ गएको किन बेच्नु भयो फेरि यस्तो नबेच्नु। म चाहिँ यहाँ छु तर खुर्सानी पनि बहुत फल्या छ। उहाँ खुर्सानी हेर्न सक्नुहुन्छ। सेसन भिडियो सब बनाए भए चाहिँ भ्याइयो। हामी चाहिँ अब घरतिर फर्काउँदैछौँ। ओ मम्मी सीता दिदी सानो दिदी कान्छी मम प्रकाश दाइहरू मम्मीहरू उहाँ पुग्छन् बहिनी र भाउजू चाहिँ यहाँ छौँ। अब चाहिँ हामी घरतिर हिँड्यौँ। जति पनि जनाले मेरो युट्युब च्यानललाई सब्सक्राइब हान्नुभएको छ उहाँलाई हृदयदेखि धन्यवाद। नहानेकाले मेरो युट्युब च्यानललाई सब्सक्राइब हान्नु लाइक हान्नु सेयर हान्नुहोस्। सबैले मेरो 1K सब्सक्राइब चाहिँ बढाइदिनुहोस्। धेरै छैन 1K पुग्न। अब चाहिँ जम्मा 17-18 होला समथिङ।
सबैजनाले त्यति हेल्प चाहिँ गर्नुहोस् ल सबैलाई टाटा बाई बाई हेभ अ गुड डे